आम्मै ओ ब्रेक छ माथि घर तिमी त्यहाँ बोल्यो नि तिमी त्यहाँ बोलेर सुन्छ क्या राम्रो चुइगम चपाएको सुनेन स्ट्यान्डको हालत चाहिँ त्यस्तो भइसक्यो A few moments later. सो हेलो नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल आई होप म पनि सन्चै छु हजुरहरू पनि एकदम सन्चै हुनु होला नि सो आजको न्यू डे न्यू ब्लग चाहिँ नयाँ तरिकाले सुरु भइरहेको छ यो यस्तरी ब्लग चाहिँ कसरी ल्याएँ आज रोजितले भन्दै हुनु होला तपाईँहरूले आज चाहिँ मैले भोइस रेकर्डिङ गरेर चाहिँ मैले भिडियो लिएर आइरहेको छु है अब तपाईँहरूलाई चाहिँ के लाग्छ कस्तो लाग्छ डिटेलली मैले चाहिँ युट्युबमा आज न्यू एपदेखि र प्लस भनौँ न अब नयाँ तरिकाले भिडियो गर्दैछु सो हजुरहरूलाई के कस्तो लागिरहेको छ कमेन्टमा भन्न चाहिँ नभुल्नु होला है यति भन्दै आजको भिडियो चाहिँ हामी अब यहाँबाट मोटो ब्लग स्टार्ट गर्नेछौँ सो त्यही हेर्दा ल भिडियो चाहिँ मिस कट छ यो भिडियो चाहिँ अलिकति एडजस्ट गरेर हेरिदिनु होला होइन जे जस्तो भयो भने एकदम इन्जोयले हेरिदिनु होला भिडियो चाहिँ मैले लगभग योभन्दा एक हप्ता अगाडि बनाएर राखेको भिडियोहरू यिनीहरू मिस कट छ त्यो पनि इन्जोय गरेर हेरिदिनु होला है त गाइस A few inches later. तिमी त्यहाँ बोल्यो नि तिमी त्यहाँ बोलेर सुन्छ क्या राम्रो चुइगम चपाएको सुनेन चियो चपाइरहेको तिमीले केही हुँदैन सबले चपाउने कुरो हो नि त बिस्तारै हिँड ल होइन ओके मोबाइल तिमीले बुझ्न राख न गोजीमा ल मसँग एक्स्ट्रा टायर थियो क्या होइन त्यही बेला तिमीले केही भनेन नत्र मैले त के गरेँ जिन्दगीमा सबै कुरा गरेर भ्याएँ ए बे नगरे भनौँ भने बे पनि गरेर भ्याएँ ल जाउँ हाम्रो राइडर गइसक्यो रोजित दामी गहिरो छ है गहिरो आम्मै खतरा हान्दियो ल अब केटो अब पुरै फायरमा हो अब राइडर हो नि केटो फेरि दामी दियो खतरा ओए स्ट्यान्डको स्प्रिङ झऱ्यो झर केही हुँदैन अहिले अब त्यसलाई झिकेर राखिदिउँला होइन कुनै प्रब्लम भएन तर त्यसले लड्ने चान्स हुँदैन दामी स्ट्यान्डको स्प्रिङ चाहिँ झऱ्यो यार स्ट्यान्डको स्प्रिङ झऱ्यो क्या स्ट्यान्डको स्प्रिङ झऱ्यो क्या तर त्यो स्ट्यान्ड अहिले झिकिदिउँला स्प्रिङ झऱ्यो स्प्रिङ हिँड केही हुँदैन अफरोड हिँडेपछि के हुन्छ म त जहिले अफरोड हो भवाल हान्दियो वाइट केही हुँदैन हिँड गुल्टिनी ठाउँ छैन यतै त नि खोलामा ओए दामी हान्दै स्ट्यान्डको हालत चाहिँ त्यस्तो भइसक्यो तर त्यही नि रोजितले कुदाउनु छोडेको छैन पानी खाने हो पानी स्ट्यान्ड झिक्न मिल्छ सक्नुहुन्छ दामी त यार कस्तो दुर्गम ठाउँमा आएको चाहिँ देख्यो दुर्गम भन्ने क्या दुर्गम oh my please
हेट Oh my god! Saya Right. Oh, break छ माथि घर निरोजको आइरह पछाडि कता न आहा बिस हो ल बधाई छ माथि घर त्यहाँ हजुर हानी गएर आउनु पर्यो अनि तपाईँहरू अब हाम्रो यहाँ चाहिँ कामै छ भ्लग बनाउने भ्लग बनाउने ल मामा अहिले गएर आउँछ ल अहिले आउँछु क्या ल अहिले आउँछु है मा ल मामा सही गर्दा right mama soil मेरो गोप्रोको ब्याट्रीले जतिसम्म भिडियो बनाउनु भएको छ म नन स्टप बनाउँछु के कस्तो हुँदो रहेछ त गाइज ल ए टाम्बो नाइस नाइस गाइज हट हेर्नु त्यहाँ आमा पछाडि मेरो भिडियो बनाउने मान्छे भइरहेको भए त ओए माछालाई कस्तो झिलिमिली देखेको ओइ ओए यार ओए 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 कस्तो चिप्लेको यार है कस्तो रिङ्गाटो लाग्यो जस्तो भइदिएर यार मलाई त ल साइको भइदिएर ल नाइस गाइस बाबा ओए 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 ब्रेक चाहिँ बवाल लाग्छ त्यो दामी तरिकाले है टाम्बो नाइस आफ्नो ल्यान्डमा हिँड्नुपर्छ क्या आमा त दङ परेर हेर्नुभयो त यार कहाँबाट आयो यो भन्नु होला आमामा आमामा नाइस यार ए टाम्बो कस्तो चिप्लेको टाम्बो आमा नाइस यार हट मान्छेहरू त हेरेको हेरै गरिदिन्छ यार लाजे लाउ ताराले हट लभली के बाइक कुदाउनु चाहिँ बवाल बजाउने के यो एकजना गरेर हट आमा नाइस यार हट ओए 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 यस्तो पाराले चलायो त म कहाँ गएर जागिन्छु यार हेट हेट आमा ए बा हे Nice.
किन नकुदा ओइ बाइक त कुदेकै छैन त्यहाँ आमामामा साउन्ड मात्र लाउड आएन छ त कस्तो त भयो साउन्ड मात्र हान्दा क्या बाइक र कस्तो त बाइकको गेरै चेन्ज भएन क्या साउन्ड मात्र हान्दा क्या रोक्ने त खै त यार फेरि त्यस्तै भयो क्या हो पहिलाको जस्तै यस्तै कुद्नु पर्ने गियर चेन्ज भएको बाइक त होइन सोध्दै यो आमा लभली तरिकाले ओए ओए झन्डै तलतिर गएको या कस्तो लामो यार कुद्दै नि यार बाइक यहाँ खाना हान्नु जस्तो यार हेर्न ल हेर्न ल हेर्न ल हेर आमामा डट बाइकको भन्दा चर्को हाने साउन्ड चाहिँ बाइक चाहिँ कुदेको छैन भने यस्तो पनि हुने हेर्न कस्तो यार हो भने यार घुम्दै यार ओए ल सर्दैन है त गेर चल्दैन यार गयो जस्तो ऊ यहाँको चल्यो नि त यो चलेपछि गयो क्या एक नम्बरमा जान्छ 2 नम्बर जाँदैन कि ऊ यो चल्यो कि त्यो त्यहाँनिर किला चल्यो क्या यसलाई बजार गएर वेल्डिङ हाल्नु हुन्छ अब गेरे जाँदैन यही 1 नम्बरमा पटाएर गयो म त गेरे जाँदैन भने यार ल यो 1 नम्बर पो कस्तो के यार हो बल्लै 2 नम्बर गयो माटोमा 2 नम्बर ल बल्ल 2 नम्बरमा गयो यार यस्तो कुद्छ यार गेरै चल्दैन भने